एउटा टाढाको गाउँमा एउटा पुरानो सुनसान घर थियो। गाउँलेहरू भन्थे त्यो घरमा राति अजीब आवाजहरू आउँछन् र जो त्यहाँ गयो ऊ कहिल्यै फर्किएन। एक दिन अर्जुन नामको केटा आफ्नो साथी विकाससँग त्यो घर हेर्न जाने निर्णय गर्छ। विकास, तिमीलाई डर लाग्दैन? सबैले भन्छन् त्यो घर भुतिया छ। अरे त्यो सबै झुट हो। आज हामी साँचो थाहा पाउँछौँ। रात परेपछि उनीहरू टर्च लिएर त्यो घरतिर छन्छन्। घरको ढोका आफै चर गरेर खुल्छ। यो ढोका आफै कसरी खुल्यो? सायद हावा होला। भित्र अँध्यारो थियो। भित्तामा पुराना तस्विरहरू थिए। अचानक एउटा फोटो आफै तल खस्छ। विकास, त्यो फोटो कसरी खस्यो? मलाई थाहा छैन। यहाँ केही ठिक छैन। अचानक माथिल्लो तलाबाट कसैले बिस्तारै हिँडेको आवाज आयो। ठक ठक ठक। तिमीले सुन्यौ? माथि कोही छ। हामी फर्कौँ, यो राम्रो छैन। जब उनीहरू फर्कन लागे, ढोका आफै जोरले बन्द हुन्छ। अचानक सेतो कपडा लगाएको एक आकृति उनीहरूको अगाडि देखिन्छ। किन आयो? यहाँबाट कोही फर्किँदैन। हामीलाई जान देऊ। टर्च निप्छ। सबै अँध्यारो हुन्छ। त्यसपछि ठुलो चिच्याउने आवाज गाउँभरि सुनिन्छ। अर्को दिन गाउँलेहरूले घरको ढोका खुला देखे, तर अर्जुन र विकास कहिल्यै फेला परेनन्। आज पनि त्यो घरबाट राति आवाज आउँछ।